नमस्कार, मेरो नाम रजनी रेग्मी, मेरो घर स्याङ्जा जिल्ला। म हाल प्रदेश सुशासन केन्द्र जावलाखेलमा उपनिर्देशकको रूपमा कार्यरत छु। मैले निजामती सेवा 2074 सालमा शाखा अधिकृतको रूपमा प्रवेश गरेको थिएँ। नमस्ते, म गणेश प्रसाद चौलागाई। म नाइस इन्स्टिट्युटमा नाचुको क्लास लगिरहेको छु। मेरो क्वेसन चाहिँ राज्यका 3 अङ्गहरू कार्यपालिका, न्यायपालिका र व्यवस्था बीचको अन्तरसम्बन्ध के कस्तो रहेको छ यसको विस्तृत जानकारी गराइदिनु होला। र एउटा चाहिँ के भन्छ, लोकसेवाको तयारी गर्दाखेरि रिटन एक्जाम रिटन छ जुन त्यसको कसरी इम्प्रुभ गर्ने, अनि लेख्ने तरिका, ढाँचाहरू, अनि समयको व्यवस्थापन के कसरी गर्ने, अनि सम्झिने तरिकाहरू पनि। यति भएको भए आभारी हुने थिएँ। धन्यवाद गणेशजी। उहाँले सोध्नु भएको छ। पहिलो कुरा चाहिँ अलिकति मैले यहाँ लोकसेवाको कसरी तयारी गर्ने, त्यसमा चाहिँ टाइम म्यानेजमेन्ट कसरी गर्ने, कसरी सम्झने भनेर सोध्नु भएको छ। सम्झनेको चाहिँ त्यस्तो स्पेसल ट्रिक वा त्यस्तो स्पेसल फर्मुला चाहिँ हुँदैन। प्रत्येक इन्डिभिजुअल अनुसारको आफ्नो आफ्नो क्यापेसिटी हुन्छ। आफूलाई कुन तरिकाले पढेका कुराहरू सम्झन सक्नुहुन्छ, तपाईले चित्र बनाएर सम्झन सक्नुहुन्छ, या कुनै चाहिँ मानव गीतहरू बनाएर, कविताहरू बनाएर पनि सम्झन सकिन्छ, कुनै फर्मुलाहरू बनाएर, आफ्नो पर्सनल फर्मुला बनाएर पनि सम्झन सक्नुहुन्छ भन्ने आफूमा डिपेन्ड गर्छ। तर एउटा मैले हजुरलाई दिन सक्ने सजेसन चाहिँ तपाईले इन्टरलिङ्क गरेर जति इन्फर्मेसनहरू पढ्नु भएको छ, एउटा विषयलाई अर्को विषयसँग, एउटा डेटलाई अर्को डेटसँग, एउटा घटनालाई अर्को घटनासँग इन्टरलिङ्केज गर्दै पढ्नु भयो भने त्यो हजुरको माइन्डमा चाहिँ एउटा फ्रेम बनेर बस्छ र जुनसुकै समयमा, जुनसुकै बेलामा पनि त्यसलाई त्यो फ्रेम उतार्न सक्नुहुन्छ। लेख्ने कुरामा कसरी लेख्ने, त्यसको लागि चाहिँ हजुरले टाइम स्ट्रक्चर आफूलाई जति तपाईले पढ्नुहुन्छ त्यो पढेको कुरालाई चाहिँ एउटा एन्सरको ढाँचामा राखेर दिएको टाइममा, मानव 15 मिनट, 17 मिनट, यो टाइममा चाहिँ म यति लेख्छु भनेर आफूले एउटा अलार्म क्लक नै राखेर तपाईले तयारी गर्नुभयो भने यसलाई चाहिँ अझै बढी प्रभावकारी हुन्छ र विशेष गरेर परीक्षाको टाइममा चाहिँ तपाईलाई यो समय व्यवस्थापनको लागि सहजता हुन्छ। र राइटिङ तपाईले जति गर्नुभयो त्यति तपाईको प्रेजेन्टेसनमा पनि इम्प्रुभ हुन्छ। त्यही भएर आफूले स्टार्टिङ कसरी गर्ने, एन्सरको तपाईले चाहिँ बीचमा कसरी लेख्ने, बुदागत रूपमा लेख्ने कि प्याराग्राफ वाइज लेख्ने, र त्यसै गरी त्यसको एन्डिङ, क्लोजिङ कुन स्ट्रक्चरमा गर्ने, र एउटा क्लोजिङ गर्दै गर्दाखेरि एउटा पोजिटिभ वे आउट गर्ने, यस्ता तरिकाले चाहिँ स्ट्रक्चरमा लेखेर तपाईहरु जति लेख्नुहुन्छ त्यति लेखाइलाई चाहिँ तपाईको रिफाइनमेन्ट बढी हुन्छ। यति भन्दै हजुरको प्रश्नमा पनि म जान चाहे। हाम्रो राज्यका 3टा अङ्ग छन्, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका। पहिलो कुरा बुझ्नुपर्ने यो सबै हाम्रा राज्यका अङ्गहरू हुन् र राज्यको अङ्ग गर्दै हामीले अन्तरसम्बन्ध चाहिँ हामीले 3टा क्लस्टरबाट हेर्न सक्छौँ। एउटा भनेको हाम्रो कार्यपालिका र न्यायपालिका, न्यायपालिका र व्यवस्थापिका, व्यवस्थापिका र कार्यपालिका बीचको अन्तरसम्बन्ध। यसमा धेरै हामीले संविधानलाई यसको आधार बनाउन सक्छौँ। कार्यपालिका र न्यायपालिका भन्दै गर्दाखेरि कार्यपालिकाले न्यायपालिकालाई स्रोत साधनको उपलब्धता गराउँछ। त्यसै गरी संवैधानिक परिषदले चाहिँ प्रधान न्यायाधीशको नियुक्ति गर्दछ। न्यायपालिकाको भूमिकामा न्यायपालिकाले विभिन्न कानुनी निर्णयहरू गर्दछ र गरिसकेका निर्णयहरू उल्टाइदिन पनि सक्ने योसँग चाहिँ एउटा एक किसिमको चाहिँ राज्य शक्ति पनि हुन्छ। त्यसै गरी आदेश दिने। र अर्को क्लस्टरमा हामी न्यायपालिका र व्यवस्थापिकामा जाँदा न्यायपालिकाले हाम्रो जुन यो पार्लियामेन्ट्री हियरिङ भन्छौँ, प्रधान न्यायाधीशको पनि पार्लियामेन्ट्री हियरिङ हुन्छ। त्यसै गरी व्यवस्थापिकाले बनाएको कानुनमा चाहिँ न्यायपालिकाले कार्यान्वयन गर्नुपर्छ। यसलाई चाहिँ अनुगमन पनि गर्ने काम गर्दछ। व्यवस्थापिका र कार्यपालिकाको क्लस्टरमा हामीले व्यवस्थापिकाको प्रमुख दलको नेता प्रधानमन्त्री बन्ने हुन्छ। त्यसै गरी बजेट अनुमोदनका कुराहरू हुन्छन् र पार्लियामेन्ट्री हियरिङका व्यवस्थाहरू पनि हुन्छन्। यसरी यी 3टा क्लस्टरहरूले चाहिँ यसमा अझै पनि थप गर्न सकिन्छ। तर यो अनुसार चाहिँ हामीले 3टा क्लस्टर बनाएर चाहिँ यिनीहरूको बीचको कार्य विभाजन र शक्ति, एउटा कुरा चाहिँ हामीले चाहिँ यिनीहरूको शक्ति के छ, त्यसै गरी शक्ति पृथकीकरण, पावर सेपरेसन कस्तो रहन्छ भन्ने व्यवस्थाहरू राख्न सकिन्छ। धन्यवाद।